जापान सरकारले भविष्यमा विदेशी नागरिकलाई कसरी स्वीकार गर्ने भन्ने विषयमा नयाँ नीति तयार गर्न विशेषज्ञ समिति गठन गर्ने तयारी गरेको छ। यो समितिको नेतृत्व आर्थिक सुरक्षा मन्त्री किमी ओनोडाले गर्ने बताइएको छ। उनी विदेशी नागरिकसँग व्यवस्थित र सामञ्जस्यपूर्ण सहअस्तित्व सम्बन्धी नीतिको जिम्मेवारी पनि सम्हालिरहेकी छिन्। समितिले जापानमा विदेशी नागरिकको बसोबासलाई कसरी व्यवस्थित गर्ने, देशको श्रमिक आवश्यकता, जनसाङ्ख्यिक अवस्था तथा विभिन्न क्षेत्रको वास्तविक मागबारे विस्तृत अध्ययन गर्नेछ। छलफलमा हालसम्म निश्चित सीमा नतोकिएका विद्यार्थी भिसा र प्रशिक्षण सम्बन्धी आवश्यक अनुमतिमा पनि भविष्यमा स्वीकार गर्ने संख्या निर्धारण गर्नुपर्ने वा नपर्ने विषय समावेश हुने बताइएको छ। साथै श्रमिक अभाव र जनसङ्ख्याको अवस्था प्रिफेक्चर अनुसार फरक भएकाले स्थानीय आवश्यकता अनुसार फरक नीति लागू गर्न सकिने सम्भावनाबारे पनि अध्ययन गरिने बताइएको छ। यसअघि जापान सरकारले विशिष्ट दक्ष कामदार एसएसडब्ल्यू र नयाँ सिप विकास रोजगार प्रणाली अन्तर्गत आर्थिक वर्ष 2028 सम्म करिब 12,32,000 विदेशी कामदार स्वीकार गर्ने लक्ष्य तय गरिसकेको छ। यसमध्ये करिब 8,06,000 विशिष्ट दक्ष कामदार र 4,26,000 नयाँ सिप विकास प्रणाली अन्तर्गत रहने अनुमान गरिएको छ। तर यो संख्या जापानमा रहेका सबै विदेशी नागरिकको कुल सीमा भने होइन। यो केवल 2वटा श्रमिक कार्यक्रमका लागि तय गरिएको अनुमानित स्वीकार संख्या हो। विद्यार्थी, परिवार, उच्च दक्ष जनशक्ति तथा अन्य प्रकारका भिसामा भने हालसम्म यस्तै समग्र सीमा तोकिएको छैन। प्रधानमन्त्री सनायता काइची नेतृत्वको सरकारले विदेशी नागरिकलाई पूर्ण रूपमा रोक्ने नीति नभई कानुन पालना गर्ने विदेशीलाई व्यवस्थित रूपमा स्वीकार गर्ने नीति अघि बढाएको छ। साथै बसोबास व्यवस्थापन, कर तथा सामाजिक बीमा, जापानिज भाषा शिक्षा र स्थानीय नियमको बुझाइलाई अझ प्रभावकारी बनाउने दिशामा सरकार काम गरिरहेको बताइएको छ। सरकारले श्रमिक अभाव, आर्थिक आवश्यकता, उत्पादकत्व तथा स्थानीय समुदायसँगको सहअस्तित्वलाई ध्यानमा राखेर आगामी नीति तय गर्ने जनाएको छ। हाल भने यी विषय अध्ययन र नीतिगत छलफलको चरणमा रहेको बुझिएको छ।